हो नि जाउँ भाइ दादा यता हामी लाग्यौँ ल हामी शुक्रबार आइपुग्छौँ होला सायद बेलुका हजुर आज बिहिबार ए शनिबार आइपुग्छ हो शुक्रबार आइपुग्छ आज बुधबार होइन ल हजुर हेलो गाइज गुड मर्निङ ल आज चाहिँ हामी मिगराजुङ गाउँपालिकाबाट आज हामी ताप्लेजुङसम्मको यात्रा भइरहेको छ आज हामी ताप्लेजुङसम्मको यात्रा हुँदैछ हाम्रो अनि आज गाइज अब आज तपाईँहरूलाई हामी चाहिँ माथि मन्दिरसम्मको भिडियो लिएर तपाईँहरूलाई देखाउनेछौँ र आज चाहिँ हामी ताप्लेजुङसम्मको यात्रा भइरहेको छ हाम्रो चाहिँ आज ताप्लेजुङसम्मको यात्रा भइरहेको छ आज हामी 10-12 जना आज हामी हिँड्दैछौँ यहाँ निक्लाजुङबाट ताप्लेजुङ मन्दिरसम्म कामको लागि हिँडिरहेको हामी आज चाहिँ हामी गएर अब काम भोलि गरेर हामी भोलितिर चाहिँ फर्किने कुरो छ है हेलो भाइ के छ ठिक छ त एकदम आज त अब हामी यहाँदेखि हिँड्नु सुरु गरौँ अब यहाँदेखि हाम्रो प्यासेन्जरहरू पर दशमीमा हुनुहुन्छ है हस् त गाइस यो चाहिँ हाम्रो अराबे चोक भन्ने ठाउँको बिच भइसकेको छ यहाँ चाहिँ र आज दशमीसम्म चाहिँ यस्तोमा छ त्यहाँदेखि चाहिँ कच्ची रोड भन्छ अफरोड भनिन्छ है बिच छैन त्यहाँ चाहिँ ल आज हाम्रो भाइले गाडी यसो चलाएर हिँड्छ मलाई लालीखड्कासम्म साथ दिएर हिँड्छ भाइले त्यसपछि मैले एक्लै लिएर हिँड्नु पर्ने हुन्छ है भाइ भइजा चाहिँ मैले जस्ट गाडी चलाउनु पर्दैन खासै भाइले चलाइदिइहाल्छ आधी बाटोसम्म भाइले अब मलाई सहयोग गरेर हिँडिदिन्छ त्यसपछि चाहिँ अब आफैले लिएर हिँड्नु पर्ने हुन्छ है त गाइस ल अब हामी पञ्चमी तर सप्तमी भन्नु आयो मुखमा कस्तो है पञ्चमी पुग्यो हामी कहाँदेखि आयौँ दशमीबाट आयौँ निक्लाजुङ कति 3 नम्बर होइन तुम्बेमा पर्छ ओहो मैले झन्डै गलत बोलेको छु तर भरे बोल्नेछु यो अहिले बोलेको चाहिँ जस्ट भरे साउन्ड मेटाएर भरे अर्कै बोल्नुपर्ने हुन्छ यहाँ साउन्ड अर्कै आउँछ म यस्तो झुट्यो नि भाइ यहाँ किन दादा म इलामको पञ्चमी गएर चाहिँ यो पञ्चमी भनेर म सानो झुट्यो त यो पनि इलाम र 5 वर्ष कि पर्नु चाहिँ तपाईँ म चाहिँ उता इलामको पञ्चमी गएको रहेछु क्या राति गएको पञ्चमी राति आज 24 आज बजार त ठुलो लाग्छ नि यहाँ जहिले यस्तै बसिरहेको यस्तो त्यस्तै छ मैले भन्दैछु दादाहरू छ मैले भिडियो गरिरहेको छु दादाहरू छ नि किन टेन्सन गर्नु जाउँ दादाले हेरेर देखा आम खोप भनेका हो आम खोप भनेका है जल्दी जा रे सुशान्तले खै जान त पर्ने त के हो आएर जाउँला मौली दाजुभाइ हो
आउनु लागेको है तपाईँहरू एकछिन बस गल्नुभयो गल्नु भएन भाइ पुग्नु लाग्यो है तल कुहिएर चाहिँ हेरौँ न अब चाहिँ हामी पुग्न लाग्यौँ थकाइ चाहिँ राम्रै मार्नुपर्छ है गल्नु पर्ने होइन हामीसँग चाहिँ आउनुहुने 4 जना मात्रै लेडिज हुनुहुन्थ्यो है अनि कति भाइ छौँ जेन्ट्सहरू 6 जना हो आउनुहोस् अझै बाँकी नै छ पुग्नलाई बसौँ पाँच बजी चाहिँ उठाइ हुन्छ बिहान उठेर हेर्नु मोबाइल हिँड्दा त यसरी हिँड्नुपर्छ त हेर्नु त मामा दौडिनु भयो
ल आउनुहोस् छिटो आउनुहोस्। अवस्था छ अझै छ है आउनु त। ल घन्टी बजाऊँ। मुकुदुम कसको बनाउनु पर्ने? अब चाहिँ तेर्सोबाट आइसक्यो है हामी चाहिँ। अब चाहिँ हामी आइपुगे जस्तै हो भन्नुपर्छ है। हो ए मामा स्ट्यान्ड बोकिदिनु भएको छैन? आइपुग्यो अब चाहिँ हामी चाहिँ यहाँदेखि कति छ त्यहाँदेखि यसो अघि आफ्नो बाटो छुट्यो अरे पहिला है। ए हाम्रो एकजना छुट्नु भएछ नि त। ल छिटो 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 आउनु पर्यो। मजा बस्नुहुन्छ है निचावाला साह्रो पर्यो। ल आउनुहोस् अब आइसक्यो हामी। अब तेर्सो यहाँ घर पनि पहिला त अर्कै थियो, अहिले चाहिँ अर्कै बनिसकेको रहेछ नयाँ। आमा पुरा अहिले त पहिला टिनको थियो है, अहिले चाहिँ राम्रो बनाइसकेको रहेछ है। ल अहिले घर यस्तो बनिसकेको रहेछ, पहिला अरू अरू थियो। मकान देखाइन्छ अहिले। अब देख्नुहुन्छ तपाईँहरूले कुम्भकर्णा है। मा हेर्दा मात्रै नजिक छ नि कुम्भकर्णा। ल कुम्भकर्णाको पारी देखियो है। घाम त्यहीबाट झुकिने गर्दाखेरि अलि देख्नु साह्रो भयो।
म त्यो चढेको डाँडा मैले देखिनँ मामा म देखिनँ मैले देखिनँ त्यो हजुर यही पारि हो हुनु चाहिँ यही पारि हो त मैले देखिनँ यहाँदेखि अघि आइपुग्नु भयो नि त आइपुग्यो मामा यता चाहिँ बस्नु पर्ला जस्तो छ अब कति समय लाग्यो तपाईँलाई ट्याक्कै लाग्यो 3 घन्टा 3 घन्टा लाग्यो है 3 घन्टा लाग्यो मलाई त अलिक बढी नै लाग्यो है यहाँ पनि अब यहाँ त नजिक देखिन्छ नि उति यस्तै छ त्यो जानेहरू पनि हुन्छ सगरमा त ऊ माथि हो अब यहाँ चाहिँ हामी अब मामाको पालो यस्तो लाग्यो यसो समातिनु हुने रेडी छ यो पूजा गरिसक्नु भयो दाजु छैन नि आइपुग्नु भयो बाजु पसिन पसिन भएर आइपुग्नु भयो त नि के सङ्घर्ष गरेर आउनु भएछ ल सक्नुभयो त्यो झन् शुद्ध नि ल हामी लगातार सबै